इस कार्यक्रम का अध्यक्ष संमंत्रालयका सचिवजी मन्त्रालय सम्पूर्ण महानुभावहरू आजको यो कार्यक्रममा सहभागी हुनुभएका आयालु एफएमसीसीआई एक्सपर्टिजहरू लगायतका सम्पूर्ण सहभागी साथीहरू विशेष गरिकन यो आत्मौद्योगिक क्षेत्रका सम्बन्ध पदाधिकारी साथीहरू र पत्रकार मित्रहरू आज वास्तवमा कार्यक्षेत्रमा सुरक्षाको विषयमा बारेमा चिन्ताएर जुन यो हप्ता व्यापी कार्यक्रम शुभारम्भ भएको छ र मन्त्रालयले यस विभागमा यसको सुरुवात चाहिँ आज साथै एउटा नवल कामबाट सुरुवात गर्नुभएको छ। आज कार्यक्रम मैले सुनि जानकारी पाएँ कि अहिले आँखा शिविर चलिरहेका छ र आँखा शिविरमा चाहिँ यो पार्टी मजदुर क्षेत्रमा रहेका मजदुरहरूको सेवा आउने कामहरू भइरहेका छ। यसले एउटा के छ भने आँखा खोल्ने काम गरिरहेको छ र विशेष गरिकन अहिले कार्यक्षेत्रमा कार्यस्थलमा चाहिँ जुन सेफ्टीको कुरा उठिरहेका छ त्यो विषयमा व्यापक चाहिँ छलफल हुनुपर्छ। मलाई चाहिँ कृष्णले सप्ताहव्यापी चाहिँ हामीले जुन कार्यक्रम गरेका छौँ हरेक कोणबाट यसको बारेमा जुन छलफल हुनुपर्छ र म यसमा धन्यवाद दिन चाहन्छु। आजको सहभागीहरू एक्सपर्टिजहरू गरी चाहिँ बारेमा कुरा राखेका छन्। त्यो बारेमा चाहिँ के भने हामीले कसरी यसलाई हेरेका छौँ, कुन कुन क्षेत्रमा हेरेका छौँ, हामीले कस्ता नियम कानुन बनाएका छौँ, कस्ता कानुन बनाउनु पर्ने आवश्यकता छ र यसै क्रममा मैले लामो समय के निवेदन गर्न चाहन्छु भने आएको समय सपोर्टमा विशेष गरिकन यो कार्य क्षेत्रमा सुरक्षा जान्ने स्वास्थ्यको बारेमा चाहिँ एउटा राम्रो एउटा प्रतिवेदन चाहिँ मन्त्रालयले प्राप्त गरेको छ। त्यसको आधारमा चाहिँ यसलाई चाहिँ अब ट्र्याकमा लिएर गएर एउटा चाहिँ डिसिसन गरेर त्यसको आधारमा चाहिँ के छ भने चाहिँ यसका जुन अहिले कुरा उठेका छन् विभिन्न ऐन कानुन लगायतका चाहिँ चाहिँ काउन्सिल निर्माण गर्ने कुराहरू भइरहेका छ। यो सबै कुरालाई अगाडि बढाउनुपर्ने आवश्यकता छ। त्यसले गर्दाखेरि यसले चाहिँ सबै क्षेत्र चाहिँ समेट्न सक्छ। त्यसको लागि मन्त्रालय अगाडि बढ्छ भन्ने कुरा म चाहन्छु। साथसाथै हाम्रा विभिन्न एप्लिकेसन्स इन्टरनेसनल एप्लिकेसनहरू छन् जसको नेपाल मेम्बर कन्ट्री छ र हामीले विभिन्न खालको जुन अहिलेको आर्टिकलहरूलाई हामी चाहिँ रेटिफाई गर्नुपर्ने अवस्था भइरहेको छ। त्योमा पनि हामी काम गरिरहेका छौँ। यसलाई अगाडि बढ्नुपर्ने अवस्था भइरहेको छ। साथसाथै मन्त्रालयको जुन सोचको हिसाबकिताबहरू चाहिँ अकुपेसनल हेल्थ सेफ्टीको बारेमा चाहिँ नि अकुपेसनल हेल्थ सेफ्टीको क्लिनिकल साइड पनि हामीले हेर्नुपर्छ भन्ने हिसाबकिताब भयो। अकुपेसनल चाहिँ हेल्थ सेफ्टीको चाहिँ त्यहाँ चाहिँ हस्पिटल पनि आवश्यक छ मजदुरहरूको लागि समयको लागि भन्ने कुराहरू पनि यसलाई स्पेसलाइज एरियालाई चाहिँ हामीले सवाल खालि के छ भने चाहिँ हामीले जुन किसिमका चाहिँ अब श्रम क्षेत्रहरू नेपालमा रहेका जति पनि चाहिँ श्रम क्षेत्रहरू छन् या रोजगारका क्षेत्रहरू छन्, रोजगारदाताहरू या श्रमिकहरूसँग बसेर चाहिँ हामीले जसरी हरेक समस्याका चाहिँ समस्याहरूलाई पहिला समाधान गर्न खोजिरहेको छौँ, आइडेन्टिफाई गर्न खोजिरहेको छौँ। त्यसमा नयाँ नयाँ चाहिँ क्षेत्रहरू चाहिँ हरेक हामीले हिजो स्थितिमा चाहिँ ज्यावलबाट सुरु गरेका कुराहरू छन् अहिले आयो त्यो टेक्नोलोजी कहाँ पुगिसकेको छ भन्ने हिसाबमा समय सापेक्ष रूपमा हामीले चाहिँ हरेक नीतिलाई पनि त्यो नीतिको आधारमा व्यवहारमा पनि हामी परिमार्जन गर्दै लिएर र कतिपय कुराहरू चाहिँ स्वेच्छाका कुरा हुन्छ तर कतिपय कुराहरू चाहिँ स्वेच्छा कुराहरूलाई अब त्यो कुरा चाहिँ स्वेच्छाको साथसाथै बाध्यात्मक परिस्थिति पनि सिर्जना गर्नुपर्ने अवस्था हुन्छ। जसरी अहिले सामाजिक सुरक्षा कोषको उठेका छन्, सामाजिक सुरक्षा कोषलाई कसरी यसलाई बाध्यात्मक बनाउनु, किनभने संविधानले त्यो व्यवस्था गरेका छ, कुनै कानुनले व्यवस्था गरेका छ तर हामीले व्यवहारमा त्यो गरेका छैन। कहाँ गएर जोड्ने त्यो जोड्ने बित्तिकै चाहिँ कुनै पनि श्रमिक सबभन्दा पहिला कुरो सामाजिक सुरक्षा कोषलाई हामीले पेन्सनेबल सोसाइटीको चाहिँ हामी कल्पना गर्दैछौँ। नेपाल सरकारका अथवा कुनै पनि सङ्गठित क्षेत्रमा होइन कि असङ्गठित क्षेत्रमा पनि अनौपचारिक क्षेत्रमा पनि यो चाहिँ के भन्छ सामाजिक सुरक्षालाई हामी कसरी लिएर जान सक्छौँ र औपचारिक क्षेत्रमा अझ बढी कसरी हामी गर्न सक्छौँ त्यसलाई बाध्यात्मक बनाउनुको लागि चाहिँ काहीँ न काहीँ जोड्नुपर्ने अवस्था हुन्छ। त्यसो पनि हामी काम गर्न खोजिरहेको छौँ। सामाजिक सुरक्षा ऐनमा अहिले समय सापेक्ष र संशोधन गरेको निम्ति अगाडि बढिरहेका छौँ। त्यसको लागि के छ भने चाहिँ रोजगारदाताहरू सबभन्दा बढी के भने भोलिन्टियरली मात्र होइन, भोलिन्टियर त आउनै नै पर्दछ तर त्यो चिज काहीँ न काहीँ जोडिनुपर्छ। त्यसमा काहीँ न काहीँ लिगलाइज एउटा चाहिँ साथी जानुपर्छ कि त्यो बाध्यताको अवस्था होस् र त्यो अब्लिगेसन होस् ताकि चाहिँ के भने यसले गर्दाखेरि
श्रमिक र रोजगारदाताको बिचमा एउटा यति अन्योन्याश्रित सम्बन्ध बन्छ, यति सुमधुर सम्बन्ध बन्छ। त्यो सम्बन्धले चाहिँ प्रोडक्टिभिटी पनि बढाउँछ, इन्भेस्टमेन्ट पनि बढाउँछ, इन्भाइरोमेन्ट पनि बढाउँछ र त्यसले गर्दाखेरि कम्पिटिसन हुन सक्ने स्थिति हुँदैन। हरेक चाहिँ फ्याक्ट्रीहरू चाहिँ रोजगारदाताहरू र श्रमिकहरू त्यो परिवारहरू उसको हरेक कुराको चाहिँ रेखदेख गर्ने, उसको हरेक कुराको सुरक्षा हेरिदिने हुन्छ नि। जसै एउटा परिवारमा गार्जियनले आफ्ना बालबच्चाहरू चाहिँ सुरक्षा हेरेर हुन्छ, त्यस्तो किसिमको रोजगारदाताले हेर्दाखेरिको अवस्थामा चाहिँ के भने त्यो श्रमिक र रोजगारदाता बिचमा राम्रो सम्बन्ध पनि बनिन्छ, ताजा पनि हुन्छ। र साथसाथै अहिले जुन किसिमको एप्लिकेसन्स अफ टेक्नोलोजी चाहिँ विभिन्न चाहिँ क्षेत्रमा जसरी अहिले चाहिँ त्यहाँ त्यसुनाल चाहिँ यसपालि यो थिम चाहिँ यो हिसाबले चाहिँ टेक्नोलोजी र एआईको चाहिँ प्रयोग गरेको छ। मैले भर्खर केही दिन अगाडि चाहिँ साउदी अरेबियामा ग्लोबल लेभल कन्फरेन्समा भाग लिने मौका पाएको छु, जहाँ सबभन्दा बडो महत्त्व के भन्दा चाहिँ करिब करिब 34वटा मुलुकका चाहिँ त्यहाँ सहमति छुट्दैन। त्यो ठाउँमा चाहिँ सबभन्दा महत्त्वपूर्ण विषय के भने अहिलेको जुन च्यालेन्ज छ, चुनौती पनि छ, अवसर यो टेक्नोलोजीको प्रयोग र विशेष एआईको प्रयोग जुन हामी चाहिँ अब रोजगार क्षेत्रमा या श्रम क्षेत्रमा छ त्यहाँ यसका पक्ष के हुन सक्छन्, विपक्ष के हुन सक्छ, यसका अवसरहरू के हुन सक्छन्, साथसाथै चुनौतीहरू के हुन सक्छ। त्यो चुनौतीमा एउटा निश्चित रूपमा चाहिँ वेजेस पनि एउटा चुनौती हुन्छ। त्यो हुँदा पनि यसको प्रयोग गर्ने बेलामा चाहिँ यसका चाहिँ हजार छ पक्षहरू के हुन सक्छ त्यो बारेमा पनि हामीले के हुन्छ नि हेर्नुपर्छ। यद्यपि हामी अहिले हामी चाहिँ त्यो लेभलको चाहिँ टेक्नोलोजी प्रयोग अवस्थामा पुगिसक्यो नहोला छ, तर के भने टेक्नोलोजी भनेको चाहिँ के भन्छ नि अब सजिलो सामूहिक कुरा हुन्छ। त्यसले गर्दाखेरि अब भूमिका पनि विशेष गरिकन यो क्षेत्रमा यसको प्रयोगहरूको बारेमा चाहिँ नि हामीले अब सुरु गर्नुपर्छ। र त्यसैले यसको बारेमा के भने आज जसरी विभिन्न कोरबाट कुराहरू छ, यसका टेक्निकल पक्षको कुराहरू जुन हेर यसका के छ जुन चाहिँ नीतिगत पक्षको कुराहरू आइरहेका छन्, यसका विभिन्न खालका के भने अहिले इन्टरनेसनल प्र्याक्टिसहरू भइरहेका छन्, अहिले भर्खर आएको रिपोर्टको कुराहरू आइरहेका छन्। यो सबैलाई हेरेको के छ भने हामीले आगामी दिनमा जुन जुन हाम्रो आगामी अवसर छ यो सम्पूर्ण संसार चाहिँ अहिले डिजिटाइजेसन हिसाबले गइरहेको छ, त्यहाँबाट हामी पनि टाढा बस्न सक्छौँ। त्यसो भए यो चिजलाई चाहिँ हामी कसरी प्रयोग गर्न सक्ने, यसबाट जुन उत्पन्न हुने चाहिँ नि यो समस्याहरूलाई कसरी चाहिँ हामीले म्यानेज गर्न सक्ने अहिले जस्तै समय सापेक्ष हिजमा चाहिँ नि विभिन्न हेजार्डको कुरा हिजोबाट केमिकल हेजार्डको कुराहरू विभिन्न कुराहरू भनौँ। अहिले आएर चाहिँ हामीले के भने अब यो डिजिटल हेजार्ड्स के हुनसक्छ, यो बारेमा हामी प्रयोग कसरी गर्न सक्छौँ, यसको चाहिँ हामी सुरक्षा कसरी गर्न सक्छौँ भन्ने बारेमा जुन अहिले यो थिम राखेर हामीले चाहिँ 7 दिनको चाहिँ कार्यक्रम गरिरहेका छौँ। व्यापक रूपमा चाहिँ अहिले श्रम मन्त्रालयले यो श्रम विभागले यो कार्यक्रम गरिरहेको छ। विभाग अन्तर्गत श्रम कार्यालयहरू चाहिँ अहिले चाहिँ त्यहाँ विभिन्न जिल्लामा उहाँले यो कार्यक्रम चाहिँ गरिराख्नु भएको छ। यसले एउटा सेन्सिटाइज गर्ने कुरा, यसले सेन्सिटाइज गर्ने कुराहरू र विशेष गरिकन जिम्मेवार पक्षले आफ्नो जिम्मेवारी महसुस गराउने कुराको लागि यो कार्यक्रमहरू गरिएको छ। यो कार्यक्रममा चाहिँ जुन हिसाबले सक्रिय सहभागिता भएको छ त्यसले निश्चय पनि भोलि अगाडि चाहिँ बढ्न हामीलाई सजिलो हुन्छ। मैले अहिले पनि भने श्रम मन्त्रालयले विशेष गरिकन यो सार्वजनिक स्वास्थ्य सुरक्षाको बारेमा विभिन्न भएका चाहिँ त्यहाँ अध्ययनहरू छन्, त्यसलाई अध्ययनलाई चाहिँ अगाडि लिएर त्यसलाई चाहिँ नीतिगत रूपमा अगाडि बढाउने र त्यसलाई चाहिँ भएका नीतिलाई स्ट्रङली कार्यान्वयन गर्ने पक्षमा चाहिँ अगाडि बढेको छ भन्ने कुरा जानकारी गराउँदै यो आयोजन यो भएको छ। आयोजकलाई धन्यवाद दिँदै म बिदा दिन चाहन्छु।